हजुर नमस्कार। आज हामी चाहिँ पोर्चुगलको लागि जान आँटिराखेको छौँ। बिहानको 4 बजेर 17-18 मिनट गएको छ। हामी चाहिँ अब ट्याक्सी लिएर पोर्चुगलको लागि तयार हुँदैछौँ। मेरो मिसेस यहाँ तयारी भइसकेको छ भने म पनि तयार भइसकेको अवस्थामा छ। अब हामी ट्याक्सी कुर्दैछौँ। हजुर अब चाहिँ निस्किन आँट्यौँ। ठ्याक्कै बिहानको कति बज्यो? 4 बजेर 32 मिनट जस्तो गएको छ। आँध्यारो छ। हामी चाहिँ निस्क्यौँ। ल म चाबी लिएर आउँछु। हामी अब जानलाई रेडी भइसकेको अवस्थामा छौँ। 4 बजेर 28 मिनट गएको छ बिहान। जाडो छ लन्डनमा। अब हामी चाहिँ पोर्चुगलको लागि छ। हाम्रो लागि ट्याक्सी आइसकेको अवस्था छ। यो ट्याक्सी हो। बुढी बसिसक्यौँ। अँध्यारो छ एकदमै। यहाँ हिथ्रो एयरपोर्टमा टर्मिनल 2 मा आइपुग्यो। अब बिहानको 8 बजे र 4 बजेर कति गयो? 4 बजेर 41 मिनट गयो छ। 4 बजेर 41 मिनट गयो। थ्याङ्क यू भाइ। 4 बजेर 41 मिनट गयो। मेरो दुलै यहाँ तयार गर्दैछ सुटकेसको लागि। वाह हेभी छ है। ल रगड्दै जाउँ। ल धगालौँ बुढी धगालौँ। हजुर हामी चाहिँ हिँड्यौँ है 4 बजेर 41 मिनटमा हिथ्रो एयरपोर्ट टर्मिनल 2 बाट पोर्चुगलको लागि अगाडि बढ्दैछौँ। टर्मिनल 2 मा हामी आउँदैछौँ। मम्मी कस्तो लाग्दैछ तपाईँलाई? वाउ ल ट्रली ल्याउने पर्दैन यही नजिक त हो। अलिकति अप्ठ्यारो भयो भने टर्मिनल ट्रली लिँदै जाँदैछ। ल हामी चाहिँ टर्मिनल 2 बाट पोर्चुगलको लागि जाँदैछौँ। यहाँ टर्मिनल 2 मा आइपुग्यौँ। यही नजिकै छ। अनि के ट्रली हाल्ने नि झ्याउ हुन्छ क्या। हजुर अगाडि बढ्दैछौँ। मम्मी कस्तो लाग्दैछ? जाडो छ है पोर्चुगल त। हजुर यहाँ टर्मिनल 2 मा आइपुग्यौँ। हाम्रो फ्लाइट 6 बजे छ र 8 बजेर 40 मिनटमा हामी पोर्चुगल पुग्छौँ। त्यहाँ पोर्चुगलको फ्लाइटमा आयो हामी। हाई मर्निङ हाउ आर यू? सरी या One is here, one is here. So you go to one, but you just need your back taxi. Yeah. Go to that desk. Go to C11 or C12. Okay. Yeah. Thank you. हजुर हामी जाँदैछौँ। Hi sir, morning. Yeah, good sir. You need a boarding card. के? कहाँ बोला फिर? नेपाली बोलेको हो। जानु तपाईँ? या पासपोर्ट भयो। थ्याङ्क यू। किन त्यस्तो अप्ठ्यारो गर्यो भने? बाबु कता हो? नेपाल घर हानो? नेपाल घर नेपाल हो? कति एक्टिभ
हाम्रो बोलेको सुनेर थप पूर्व होला नि पूर्व जस्तो लाग्छ मलाई उसको चाहिँ तराई होला ओके Heathrow Airport Terminal 2. खासै बनाउँदैन रमाइलो गरेर अब यस्तो जाने चाहिँ देखेर नि मेमोरी गएको छ हो नानुको कता ए ओके पूर्व साइड ओके हुन्छ है त थ्याङ्क यू फर्किहाल्नु 4 दिनपछि थ्याङ्क यू है थ्याङ्क यू हजुर हाम्रो बोर्डिङ पास भयो अब उता पैसा हालेर पैसा झिक बढी डलर के किन त्यही हो त हुन्छ नि म झिकौँला कि ठुलो कति झिक्ने 300-400 200-400 जति झिक्ने 400 जति 250 भनेर उयो गर्दो रहेछ चार्ज गर्दो रहेछ जे होस् ल ल्याएन भने नो प्रब्लम चार 48 मा चाहिँ हामी चेक इन भइसक्यो अब एकछिनपछि भित्र बस्ने ब्यागेज पठाइसक्यौँ अब हामी चाहिँ सेक्युरिटीमा इन्ट्री हुनको लागि यहाँ लिक्विडहरू सेग्रेसन गर्ने ठाउँमा पुग्यौँ यहाँ लिक्विड प्लास्टिकमा हाल्ने ठाउँ अनि त्यसपछि हामी यहाँबाट इमिग्रेसन कटेर भित्र गइसक्यौँ किनभने इमिग्रेसनमा खेल्न दिँदैन अनि हामीले भित्र गएर हाम्रो गेट नम्बर कति हो भनेर हेर्दैछौँ गेट नम्बर अब हामी अगाडि बढ्यौँ गेट नम्बर थाहा भइसकेपछि अनि यो चाहिँ टर्मिनल 2 को डिपार्चर हल हो हामी गेटतर्फ जाँदैछौँ अनि यो चाहिँ डिपार्चर हलबाट सेकेन्ड फ्लोरबाट तल लिफ्टमा जाँदैछौँ लिफ्टमा तल जाँदैछौँ यहाँ ड्युटी फ्रीमा अलिकति सामान त किन्नु थियो हाम्रो डिपार्चरको समय पनि आउँदैछ यो चाहिँ लियोन रेस्टुरेन्टको अगाडिपट्टि हो एउटा रातो गोरु छ यो यहाँ चाहिँ बिफ पाउने रेस्टुरेन्टमा श्रीमतीज्यू फोटो खिच्दै भने गोरुसँग अनि फोटो खिच्न एक्सन दिँदैछु मैले फोटो खिच्ने अनि फेरि त्यसपछि हामी त्यहाँबाट तल कन्क्लोजतर्फ गयौँ B41 गेटको लागि निकै दौडिँदैछौँ समय निकै घटिसक्यो हामी B41 तर्फ जाँदैछौँ अगाडि बढिराखेको छौँ हामी अब केही क्षणमा नै B41 44 आयो 41 मा जाँदैछौँ हामी B41 तल्ल छात्र रहेछ ट्याप पोर्चुगलको फ्लाइटमा आइसक्यो हामी TP 1363 मा हजुर हामी यहाँ ठ्याक्कै आइसक्यौँ
5:33 गएको छ 6 बजेको फ्लाइट भने हामी आइसकेको अवस्थामा छौँ अब भने हामी गेटमा आइपुगेका छौँ फ्लाइट त्यहाँ अगाडिपट्टि छ गेटमा त्यहाँ पोर्चुगल लिजबोन या भित्र छिरेपछि Inside the plane. हिथ्रो एयरपोर्टलाई अनि हामी बडाबडी यो विन्डो सिटमा बसेर अनि एकछिन मोबाइल हेऱ्यौँ अनि सुस्तायौँ प्लेन बिस्तारै उड्दैछ सिट खासै उयो थिएन प्याक थिएन हल्कासँग नै जान पायो करिब 2 घन्टा 40 मिनटको यात्रा आरामले 40 मिनट चढिसकेपछि हामी पोर्चुगल आइपुग्छौँ अहिले भने हामी प्लेनमा बसिसक्यौँ प्लेन उड्दैछ मेरो श्रीमतीज्यू मोबाइलमा के गर्दै हुनुहुन्छ यो झ्यालबाट देखिने दृश्य पोर्चुगल करिब करिब आइसकेको अवस्था छ यो पोर्चुगलमा को आकाशमाथि देखिएको यो दृश्य अब रनवेमा प्लेन झरिसकेको We just landed in Portugal airport. 28 मिनटमा हामी ठ्याक्कै पोर्चुगल आइपुग्यो यहाँ चाहिँ 11 डिग्री सेन्टिग्रेड रहेको छ अब हामी सामानहरू झिकेर अनि होटलतर्फ जान्छौँ मलाई लिनलाई साथीहरू आइसक्नु छ हामी चाहिँ ल पोर्चुगल आइपुग्यो वेलकम टु पोर्चुगल यहाँबाट पोर्चुगल यहाँ बस उयो गरिराखेको छ रसाको मान्छे जस्तो देख्यो हजुर हामी पोर्चुगलको बसमा छिर्यौँ कस्तो पेट्रोल गर्न है एयरपोर्टमा गइसकेपछि हामी चाहिँ अब टर्मिनल भवनतर्फ जाँदैछौँ अब निन्द्रा एकदमै चलिरहेको छ रातभरि काम नगरेको कारणले गर्दा जाँदैछौँ हामी एयरपोर्टतर्फ जाँदैछौँ बिस्तारै टर्मिनल मात्र माथि जाँदैछौँ भित्र हामी पस्यौँ भित्र पसिसकेपछि निकै Terminal 2 Portugal airport. रिक्लेम सेन्टरमा पुग्यौँ अनि प्रायः जस्तो बाघ उठिसकेको रहेछ टर्मिनलभित्र छिर्दा यस्तो पिसाब आयो है अनि टोइलेट खोजेर गएको त हामी निकै ढिलो भएछ अनि ब्याग त अघि नै त्यहाँ बेल त बन्द भइसकेको रहेछ जस हामीले ब्याग कलेक्सन गरेर बाहिर निस्क्यौँ बाहिर निस्किँदाखेरि त्यहाँ हाम्रो 2 जना पोर्चुगलका सुल्टिनीहरू र बहिनी पर्खिराखेको पहिल्यै नै थाहा थियो किकी र टिका अनि फ्रोजु किकी र टिकालाई चाहिँ मैले चिनेको थिएन अनि बहिनी फ्रोजु त मैले देखिसकेको छु जहिले पनि उहाँहरू कहाँ हुनुहुन्छ मलाई थाहा छैन हामी चाहिँ बिस्तारै टर्मिनलबाट बाहिर निस्क्यौँ यताउता हेऱ्यौँ यताउता हेऱ्यौँ कोही चिनेको छैन 81 प्रजु देख्न आयो ल प्रजुले मलाई स्वागत गरी थ्याङ्क यू मेरो बहिनी मलाई खदा दिएर स्वागत गरी अनि भाउजूलाई पनि मत्रो दिनलाई तयार गर्दैछ भाउजू पछि आउँदैछ अनि त्यही बखतमा भाउजू देखा परि भने उताबाट एउटै ड्रेसमा जुम्लिया जस्तो देखिने मेरो सोल्टिनीहरू ठ्याक्क आइपुग्नु भयो
एकदमै किकी सोल्टिनीलाई आँगला मारे मैले अनि हाम्रो टिका सोल्टिनी चाहिँ Prazu, Kiki, and Tika meet at Portugal airport. अनि हामी सबै भेट भयो हाम्रो प्रजु बहिनी पनि किकी बहिनी अनि त्यसपछि टिका सोल्टिनी हामी सबै रमाइलोसँग भेट भयौँ योभन्दा अगाडि तिनैजनालाई भेटेको थिएन यो पहिलोचोटि टिकटकको माध्यमले चिनेर यसरी भेट्न पाउँदा एकदमै खुसी लाग्यो उहाँहरूले एयरपोर्टमा आएर गर्नुभएको सम्मानको लागि एकदमै आभारी छु उहाँहरू आफ्नो समयलाई प्रतिकूल समयलाई थाँती राखेर एयरपोर्टमा आइसक्नु भएको छ र सोल्टिनीले मलाई पोर्चुगलको चिनो स्कार्फ किनेर ल्याइसक्नु भएको रहेछ पोर्चुगल लेखेको अब मलाई चाहिँ दुईवटा सोल्टिनीले कसलाई के लाउने भनेर हिसाब गर्दैछ कुनलाई कसले लगाइदिने श्रीमतीलाई अथवा श्रीमानलाई अनि यता प्रजुले दिइसकेको छ मात्र भने मलाई चाहिँ के सोल्टिनीले लगाइदिएला जस्तो लाग्यो वाउ थ्याङ्क यू के सोल्टिनी मलाई पोर्चुगलको स्कार्फ दिएर सहयोग गर्नुभयो भने यता माया गर्नुभयो स्वागत गर्नुभयो भने यता टिका सोल्टिनीले पनि खदा लगाएर स्वागत गरिसक्नु भएको छ यसरी श्रीमतीज्यूलाई ल मलाई त खदा यहाँ अहिले दिए उता श्रीमतीज्यूलाई चाहिँ पोर्चुगलको सम्झना टिका सोल्टिनीले लगाइदिनु भएको छ अनि हामी ट्याक्सी बुकिङ गरिसकेका थियौँ मतलब कार गरिसकेको थियौँ हाम्रो कार कहाँ छ भनेर त्यो प्यानलमा देख्छ प्यानलमा नाम लेखेर राख्दो रहेछ अनि यहाँ ड्राइभर चाहिँ हाम्रो एकदमै भिआइपी ड्राइभर एकदमै अग्लो उहाँ पनि पर्खिराख्नु भएको रहेछ उहाँले चाहिँ हामीलाई एयरपोर्टबाट होटेल लैजानको लागि जिम्मेवारी लिनुभएको छ हामी चाहिँ अब सबैजना टर्मिनलबाट बाहिर निस्किँदैछौँ जहाँ कार पर्खिराखेको छ हामीलाई बिस्तारै ड्राइभरले एउटा झोला लिएर गइसकेको छ भने प्रजुले एउटा झोला अनि हामी बिस्तारै टर्मिनलबाट निस्क्यौँ टेम्परेचर 20 डिग्री सेन्टिग्रेड रहेछ निकै घाम लागेको देख्यौँ लन्डनमा एकदम चिसो थियो घाम टलक्क टल्केर छ मेरो दाहिने तर्फबाट तिनैजना गफेर आउँदैछ किकी सोल्टिनी टिका सोल्टिनी र अनि मिसेस ज्यू ल हामी लम्किँदैछौँ हाम्रो कार स्टपतर्फ न्यानो भएको छ लन्डनमा एकदम जाडो थियो यहाँ चाहिँ एकदम न्यानो भएको छ हावा पनि फुरफुर आइरहेको छ अनि हामी एकछिन हिँडिसकेपछि कार पार्क गरेको देख्यौँ अनि कार पार्क गरेको देखेपछि अब हाम्रो सोल्टिनीहरू कसरी जाने उहाँहरू चाहिँ ट्रेनमा फर्किने एउटै कारमा चाहिँ ल्याउन नपाउँदो रहेछ अनि जसले गर्दा कसरी फर्किने भनेर एकछिन सल्लाह पनि गऱ्यौँ अब बिस्तारै हामीलाई बोकेर ल्याउने अथवा बोकेर होटेल लैजाने कारको नजिक पुगिसकेका छौँ ल कारको बुट खोल्यो हाम्रो सामान ड्राइभरले डिकीमा हालिसकेको छ भने हामी सबै एकपटक सबै फोटो खिचौँ भनेर सल्लाह हुँदैछ ड्राइभरले रेडी गरिसक्यो सामान डिक्कीमा हालेर अनि म चाहिँ फोटो खिच्नको लागि क्यामेरा स्लाइड गर्दैछु ल अब हाम्रो पहिला चाहिँ सबैजना नखिचिकन मिसेसजीले खिच्ने अरे अनि हाम्रो होटेलको कुन एड्रेस हो भनेर त्यहाँहरूलाई देखायौँ त्यसपछि हामी कारमा बस्यौँ हामी 4 जना अनि कार चाहिँ अगाडि बढ्यो होटेलतर्फ जाँदै
जाँदैछौँ हामी बाटोमा घाम ठ्याक्कै मुखमा En route to hotel. प्रोजुबेनले नमस्कार बहिनी भनेछ त मिसीजीले पनि नमस्कार वेलकम टु पोर्चुगल भनेर हामी रमाउँदै अगाडि जाँदैछौँ बाटोमा देखिएको दृश्य रमाउँदै गफ गर्दै हामी अगाडि बढ्दै रहेको अवस्थामा छौँ एटोरियमबाट हामी यस्तोरी माथि जाँदैछौँ म बाहिर हुँदै त्यो भाउसँग पुरै भएको छैन घर बस्नेलाई बोकेर हिँडेको नि भाउजू सिटी स्क्वायर ठिकै छ राम्रो हुन्छ अब उसलाई 9:53 गएको छ हामी अब केही छैन भने होटल पुग्छौँ युनिस पर्सिस सर्बिटो यो चाहिँ मार्कस पम्बल है आइपुग्यौँ होटलमा आइपुग्दा बिहानको 9:56 टेम्परेचर 20 डिग्री सेन्टिग्रेड देखाइरहेको छ घाम मजाले आएको छ न्यानो आवाज भएको छ होइन हामी आइपुग्यौँ हामी ठ्याक्कै होटलमा आइपुग्यौँ जान्छौँ त्यसपछि फेरि आउट हुन्छ 9:58 आएको छौँ यो होटल प्याम्बोलमा हामी आइसकेको छौँ हामी छिर्यौँ ठ्याक्कै 9:58 यहाँ रिसिप्सन त्यति ठुलो त रहेछ होटलको म त बेसी ठुलो होला भनेर रिसिप्सन त्यति ठुलो रहेछ Arrived at Hotel Marcus Pombal. आएका छौँ अब रिसिप्सन नै चटक्क परेको रहेछ आयो मेरो पालो हामी पोर्चुगलमा आइसकेपछि यो होटल दि पोम्बेल भन्नेमा हरूको कोठा सानो रहेछ है हाम्रो यो प्याकेजमा परेको रुम एकदमै सानो रहेछ यहाँ बस्नको लागि चाहिँ 3 जना बस्नुपर्ने जस्तो देखिएको थियो तैपनि सम्भव नहोला जस्तो छ ल हजुर यसरी हामी अब यहाँ होटल चेक इन गरेर बाहिरतिर जाँदैछौँ होइन बहिनी ल मेरो बहिनी इन्डिडेन्टेरतिर जाँदै Thank you for watching. ल यसरी जाँदैछौँ हामी होटलको यो लबी